तपाईले म 90,000 कति भोट ल्याएर जित्छु भन्नुभएको छ, भोटै काउन्ट गरेर भन्नुभएको छ, त्यो अलि गफ जस्तो सुनिन्छ। तपाईले म लगभग 90,000 समथिङ भन्नुभयो भने यति 90,000 यति 100 यति भनिरहँदाखेरि तपाईलाई माथि मान्छेले यत्रो आशा। तपाईको झोलामा 10 वटा सुन्तला छ भने तपाईले लगभग 10 वटा सुन्तला भन्नुहुन्छ कि 10 वटा नै भन्नुहुन्छ? लगभग 10 वटा सुन्तला भन्नुहुन्छ कि 10 वटा नै भन्नुहुन्छ? मेरो खराब पानी छ, मेरो खराब मलाई दिए पुग्छ शराब, परिवर्तन हुन्छ स्वभाव, मेरा गहकिला जवाब सुनि। हाम्रो देशमा त भ्रष्टाचार नगरिकन छ नि, कामै नगर्ने मान्छेहरू छ नि त, सबैलाई पैसा चाहिएको छ, कमिसनको। त्यसको उदाहरण तपाईकै, त्यसको उदाहरण तपाई नै हुनुहुन्छ नि। जस्तो मेरो खराब पानी छ, मेरो तपाईको विवाहको बारेमा तपाईको हामीले परिचयमा उल्लेख गरिसक्यौं, तपाई विवाहित हो। तपाईले ओलाबारीकी छोरी सबिना काफ्लेसँग विवाह गरिसक्नु भएको छ। लभ म्यारेज, अरेन्ज म्यारेज। यो किन कुरा चाहिँ लुकाइएको हो कि तपाईले भन्न नचाहेको हो? हैन, लुकाइएको हैन, नसोधिएको चाहिँ हो। किनभने प्राय चाहिँ अन्तर्वार्ताहरुमा मेरो विषयमा मात्रै कुरा गर्नुहुन्छ। सोद्धाखेरि जस्तै ऋषि धमलाजीले सोध्नु भएको थियो, कलकान्तिमा पनि सोध्नु भएको थियो। सोधेको खण्डमा भन्ने हो, नसोधिकन सुरुमा एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ भनेर गर्ने कुरा पनि भएन हैन। मेयर साहबले आई एम द स्टेट भन्ने खालको जुन भाव कर्मचारी संयन्त्रमा दिन खोजिराख्नु भएको छ मेयर साहब, यो गलत हो, यसलाई सच्याउनु पर्छ। सिङ्गो प्रशासन मेरो खराब पानी छ, मेरो भनेको चाहिँ हामी सबै दाजुभाइ जस्तै हो, यो परिवार हो। तपाईले चाहिँ अब 22 र 24 यसो 24 को वडा अध्यक्ष त्यही हुनुहुन्छ, उहाँले चाहिदैन भन्नुहुन्छ भने रोक्ने काम हैन, त्यसरी काम तपाई हो। म किन सोध्ने? कस्तो कुरा गर्नुहुन्छ? तपाईको वार्डको तपाई मलाई सोध्नु, मैले तपाईलाई सोधौला, कुरा छलफल गरौँ। अर्काको वार्डको तपाईलाई के चासो हो? सोध्नुस् न। विनोद राज भण्डारीजी, तपाईलाई फुटपाथ त्यहाँ बढाउन चाहिएको छ छैन भन्नु पर्यो। उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा, मान्छे हिँड्न गाह्रो भयो। अब के गर्ने? के गर्ने उहाँलाई सोध्नुस् न। तपाईले कसले प्रश्न? उहाँले त अब उहाँले बढाउने भनिसक्नु। 24 वटाको मैले के भनिरहेको छु, यो कुरा जनताको पक्षमा छ कि न्युरोडलाई किन खन्नीकरण गर्ने? हामी न्युरोडलाई किन टुक्रा पार्ने? न्युरोडलाई टुक्रा पारेर बनेको थियो, न्युरोडलाई टुक्रा पारेको निर्माण टुक्रा पारेर बनेको थियो। उहाँको वार्डमा उहाँको वडा भवन बन्दैछ। अब त्यो भवन पनि तपाईँलाई सोध्ने, अब भवन बनाउने कि नबनाउने भनेर। तपाईँ विषय